ओके हेलो आई एम अमित दोपाने फर डिस्कभरी पाथवे बनेपा। आज यति बेला म तपाईहरुलाई मेजर तपाईहरुको बनेपामा कसरी विदेश जाने र कहाँ जाने भन्ने एउटा खालको ठुलो कन्फ्युजन विद्यार्थीमा देखिएको छ। कुन कन्ट्रीको एप्लिकेसन कसरी अगाडि बढ्छ र भिजा सक्सेसको रेशियो के हो र कसरी अगाडि बढ्ने भन्ने कन्टेक्स्टमा विद्यार्थीहरुको ठुलो कन्फ्युजनलाई चेर्दै आज म तपाईहरुलाई 30 डेज र 30 सिरिजको कन्सेप्टमा आज आएको छु। आज म तपाईलाई नर्मल इन्ट्रोडक्सन डिस्कभरी पाथवेले बनेपामा रहेर सबैभन्दा बढी एप्लिकेसन साउथ कोरिया, जापान, अस्ट्रेलिया, युके, युएसए, न्युजिल्यान्ड, डेनमार्क, फिनल्यान्ड जस्ता कन्ट्रीहरुको विभिन्न समयमा एकदमै धेरै विद्यार्थीहरुको कामहरु गरिरहेको छौं र विभिन्न कन्ट्रीहरुको भिजाको एप्लिकेसन के हुन्छ, भिजाको रेशियोहरु कस्तो छन् र भिजा लाग्ने चान्सेस कतिको रहन्छ, तपाईले कुन डकुमेन्ट प्रिपरेसन गर्नुपर्छ र कुन डकुमेन्ट प्रिपेयर गरिसक्दाखेरि भिजाको चान्सेस हायर रहन्छ भन्ने पार्टमा एकदमै धेरै वर्कआउट हामी गरिरहेको छौं। म तपाईलाई विभिन्न कन्ट्रीको एउटा भिडियोमा एउटा कन्ट्रीको भिजाको कन्सेप्टको बारेमा तपाईहरुलाई जानकारी गराउने छु। हस्, थ्यांक यू।